बढ्यो 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 साथीहरू। सुनको भाउ चाहिँ दिनदिनै नयाँ रेकर्ड राख्न थालिसकेको छ। आज पनि सुनको भाउ बढेको छ। त्योभन्दा अगाडि हाम्रो यो आइडी जरुर फलो गर्नुहोला, सम्पूर्णले यो भिडियो सेयर गर्नुहोला र एउटा सानो लाइक र कमेन्ट त गरि नै हाल्नुहुन्छ। साथीहरू आज मिति 2082 साल 9 को महिना 30 गते, पौष महिनाको 30 गते चाहिँ सुनको भाउ बढेको छ। हिजोभन्दा आज झन बढेको छ। घट्ला कि भनेको चाँदीमा त झन अचम्मै भयो, एकै दिनमा धेरै फरक परेको छ। हिजो चाँदीको भाउ चाहिँ जम्मा 5360 थियो भने आज चाँदीको भाउ चाहिँ 5675 रुपियाँ रहेको छ भने सुनको भाउ चाहिँ हिजो 2,77,000 रहेको सुनको भाउ आज चाहिँ हेर्नु त 2,78,500 रुपियाँ रहेको छ। एकै दिनमा 1500 रुपियाँ सुन बढ्यो, चाँदी पनि रफ्तारले बढिसकेको छ। साथीहरू सुन चाँदीको भाउ चाहिँ दिनदिनै बढ्दो क्रममा छ। तपाईहरुलाई जानकारी गराउँछु। तपाईहरुलाई यस्तै यस्तै जानकारी पाउनको लागि हाम्रो आइडीलाई फलो गर्नुहोला। दिनदिनै हामीले तपाईलाई नयाँ नयाँ अपडेट गराइरहने नै छु। तपाईलाई कुनै पनि सुन चाँदी सम्बन्धीको सामानहरु चाहिएमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। मनहरी बजारमा अवस्थित, मेन रोडमा अवस्थित न्यू विश्वकर्म ज्वेलर्समा यहाँहरु सम्पूर्णलाई स्वागत छ। भोलि फेरि अर्को नयाँ र ताजा अपडेट लिएर आउने नै छु। स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला, मस्त रहनुहोला। हाम्रो नयाँ अपडेट हेर्दै गर्नुहोला। सम्पूर्णलाई धन्यवाद।